नमस्कार साथीहरू, म सुनौबाट स्वागत छ तपाईलाई नेपाली शेयर बजार च्यानलमा। यहाँ हामी यथौँ शेयर बजार र अनलाइन आम्दानीका सजिला तरिका बुझ्नेछौँ, सरल भाषामा सिधा कुरा। सिक्न चाहनुहुन्छ? फलो गर्न नबिर्सनुहोस्। ट्रेड टावर लिमिटेडले 2082 साल वैशाख 8 गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक साधारण शेयर आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आफ्नो जारी पुँजी 81 करोड 56 लाख 9,700 रुपैयाँको 48.696% दरले हुने 39 करोड 71 लाख 69,300 रुपैयाँ बराबरको प्रतिकिता 100 रुपैयाँ अंकित मूल्यका 39 लाख 71,693 किता शेयर निष्कासन गर्ने अनुमति प्राप्त गरेको छ। यसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी 3 करोड 97 लाख 16,930 रुपैयाँ बराबरको 3,97,169.30 किता शेयर निष्कासन गर्न लागिएको हो। यस आइपिओमा न्यूनतम 10 किता र अधिकतम 1000 कितासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले वैशाख 22 गतेसम्म आवेदन दिन सक्नेछन्। शेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्था सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट वा सीडीएस एन्ड क्लियरिङ लिमिटेडद्वारा निर्माण गरिएको मेरो शेयर सफ्टवेयर मार्फत अनलाइन आस्था प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। इक्रा नेपालले यस कम्पनीलाई आइपिओ निष्कासनको लागि इक्राएनपी इस्युअर रेटिङ BB- प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। यदि यो भिडियो मन पर्यो भने लाइक, शेयर र फलो गर्न नबिर्सनुहोस्। यस्तै जानकारीका लागि नेपाली शेयर बजार सँगै रहनुहोस्।